कति पटक खानाले फोनै उठाउँदैन कहाँ गयो होला मलाई दारू खाइकन गयो है भाषण हुन नसक्यो ससुराले मारेछ्यो यार यो भाग्यो त्यही मैले भागौँ यतै भागौँ नि म भाग्ने भयो आनन्द मेरो यहाँ कस्तो ज्यानै भयो त्यो त मालिस गर्दैन कन्ठ मालिस सर्प सन्चल द कि दुख्छ रे ए दाइ यस्तो मालिस गरेर हुनुहुन्छ मसँग छ दाइ असली ट्रिटमेन्ट ओहो हेर दाइ यो त होला त फेरि खाल्दैन ल ल ले गिलास ले ल अब यहाँ मलाई ठुलो छ दाइ मलाई ठुलो ल तीन टमाटर ल्याएपछि त यो मैले हस्बेन्डले खाएर जानुभयो छुट्टी भेट्न मैले चाहिँ थोरै राखेको थिएँ कि दाइ ए हिजो खाली अहिले ल्याएर आए जस्ट काम त ग्रेट गरे उम्पिएको छु अब आज खाएर आई ढाड सबै हुन्छ है मालिस चेस ओ गजब र बेली पनि खान नसक्यो छोडिया कडा खायो ए दाइ शीतल केही नै केटा शीतल कुरा नगरे के दाइ यही त धधरी यहाँ आयो त्यसै शीतल कुरा भयो यही भयो हामीलाई ससुरो बनाउँदाले हान्यो आज म गएन थियो यस्तो चुच्छु त्यो कुमारको न त्यो कुमार माग्छु भोलि ससुरो भोलि गर्लफ्रेन्ड फगनालाई खेनेका गर्दा नाचबाट ससुराले पनि खेनेका गर्दा त्यति गर्नु रहेछ तिमी भाउजूले फलाने फेरि हालिन्छ ए दाइ फेरि ढाडमा चिल्ला ससुरा हेलो हेलो बेबी नरिसा है हेरे सरी के मेरो बाले हिजो बोत कुटे चोट ला होला सरी ल के दुःख नमान्नु भने यहाँ पुरै दुखिरहेछ दुःख नमान्नु भनेर हुन्छ यहाँ पुरै दुःख त अझ नरिसाएर हुन्छ त अनि पुरै ढाडमा चाहिँ होइन त भाउलाई सम्झाउने अलिकति माया लाग्छ भने नत्र म ब्रेकअप हानिदिन्छु त्यस्तो हुन्छ दाइ म कुर्ने हो नरिसा भन नि कति रिसाको त सरी भने त मलाई के थाहा त हुन्छ दाइ म कुर्ने हो भनेर भाइहरू चुप्लाको म पनि कुर्ने हो तपाईँ त्यस्तो हुन्न क्या दुःख लाग्दैन त अनि हान्दिनँ झ्याम अनि कहाँ हुन्छ अब फर्काएर हुन्छ त अनि कि फेरि भेट आउनु फेरि अनि त्यस्तो नगर्नु पर्यो त्यो कुरा चाहिँ केही नमान सरी बेबी कति पटक सरी भने मान तर अब आज चाहिँ राति आउँदा तिमीलाई एउटा सरप्राइज दिनु छ आउँछौ नि साँच्चै आऊ है हिजोको जस्तो नआऊ फेरि बाबाट खाउला न त सुस्तारी आऊ रक्सी नखाएर आऊ त्यो त होइन क्या फेरि अनि आज पनि बोलाएर फेरि धप्पी हान्ने हो कि अनि के छ त अनि आज पनि त्यस्तै छट लागिरहेको ए आज सम्झाए हो सम्झाएपछि त म आउँछु अहिले म ठ्याक्कै त्यही उति बजे आउँछु 9 बजे पुग्छु है ल भन्दा दाइ भन देरी नखाऊ हिजो तिमीलाई मलाई गाह्रो भयो भाइ तिमीलाई मैले काली कहाँ दुखिरहेको मेरो अरे कहाँ दुख्यो भने के गरिदिनु मलाई पनि लैजानु है दाइ मलाई त्यो मुनि मरिगन नसुन त्यो मुनि सुतेको बाहिर A few moments later. कहना क्या चाहते हो? असंभव! भाई यहाँ पे क्या हो रहा भाई? बिल्कुल रिस्क नहीं लेने का। चुप! बिल्कुल चुप! भाई ये 10 बजे को क्या है? उजाला भाई को तो है। बाप रे बिहान को 7 बजे को होता है। बिहान जाने बनी है तो सिक शाम को आज को दिन आज सब नजर को भूल के अपने बिहान दिन है ना कि ब्रेकअप आने में अब तो और कुछ नहीं माँ साले को